मर्निङ सम्पूर्णमा नमस्कार। आज चाहिँ मैले छुट्टै खालको भिडियो लिएर आएको छु र आज चाहिँ हाम्रो भिडियो मार्फत मैले के देखाउन खोजिरहेछु भने कम्बिनीमा हामीले सुपरमार्केटमा काम गर्दाखेरि हामीले जान्नै पर्ने त्यो काम गर्न जानुभन्दा पहिले नै जान्नुपर्ने हामीले एकदम नजानी नहुने कोतबाहरू शब्दहरू लिएर उपस्थित भएको छु। हेरेर साथ दिनु होला। फर्स्टमा मैले के लेखेको छु भने कम्बिनी योकु चुखा उ कोतबा भनेर लेखेको छु। कम्बिनी योकु चुखा उ कोतबा भनेको चाहिँ तपाईँको हामीले कम्बिनीमा एकदम प्रयोग गरिने शब्दहरू भन्नु खोजेको, एकदम प्रयोग गरिने शब्दहरू भन्ने खोजेको। एकमा चाहिँ हाम्रो के छ भन्दा इरासेमासे भनेको छ। इरासेमासे भनेको चाहिँ कस्टमरभित्र छिर्दैखेरिमा हामीले चाहिँ के भन्नुपर्छ, कस्टमरलाई चाहिँ इरासेमासे भनेर भन्नुपर्छ, अथवा इङ्ग्लिसमा भन्नुपर्दा चाहिँ वेलकम भनेर भन्नुपर्छ, वेलकम हो। र यसको नेपाली उच्चारण के हुन्छ भन्दा स्वागतम भन्नेमा जान्छ। त्यही भएर हामीले कस्टमरलाई चाहिँ पहिले नै स्वागत गर्दा चाहिँ इरासेमासे भनेर चाहिँ स्वागत गर्नुपर्छ। र त्यो कस्टमरले सामान किन्न लाउँछ, किनिसकेपछि कस्टमर रेजीमा आइसकेपछि रेजीमा आइसकेपछि चाहिँ त्यो कस्टमरले के सामान ल्याएको छ यसो हेर्ने, उसले सामान किन्न आएको छ भने चाहिँ अब रेजिबुकुरो गोर्यो देशु का, रेजिबुकुरो गोर्यो देशु का भनेको चाहिँ रेजिबुकुरो लिनुहुन्छ, रेजिबुकुरो युज गर्नुहुन्छ। वुड यु लाइक अ सपिङ ब्याग भनेको तपाईँलाई सपिङ ब्याग चाहिन्छ भनेर हामीले प्रयोग गर्न सकिन्छ भने तेस्रोमा छ। अनि त्यसले ओतोमा कस्टमरले चाहिँ अब कस्तो सामानहरू किनेको छ भन्नेमा भर पर्छ। फेरि यो दुईवटा शब्द चाहिँ तिनवटा शब्द चाहिँ तपाईँको कस्टमरले हजुरले खानाको बेन्तो अथवा तपाईँको पास्ताहरू अथवा तताउने कुराहरू उसले ल्याएको छ अथवा खानेकुराहरू उसले ल्याएको छ भने हामीले यो तिनवटा युज गर्छौँ। जस्तै ओहासी वा ओचुकेमास्का, ओहासी वा ओचुकेमास्का भनेको चाहिँ वुड यु लाइक अ चपस्टिक भनेको उसले खानेकुरा ल्याएको छ भने उसले हाँसी प्रयोग गर्छ अथवा गर्दैन। त्यही भएर उसलाई चाहिँ के हाँसी प्रयोग गर्नुहुन्छ भनेर सोध्नुपर्ने हुन्छ। अथवा सुपुनले खाने अथवा झोल चिजहरू छ भने चाहिँ स्पुन वा ओचुकेमास्का भनेर सोध्न सकिन्छ। स्पुन वा ओचुकेमास्का भनेर सोध्न सकिन्छ। वुड यु लाइक अ स्पुन भनेर भनेको हो यो चाहिँ। अनि त्यसपछि अथवा तताउने कुरा छ भने खानालाई तताउन पनि मिल्छ नि त होइन। तताउने बेलामा चाहिँ हजुरले तताउन चाहनुहुन्छ भनेर सोद्धा चाहिँ हामीले के भन्नु पर्यो, आतातामेमास्का, आतातामेमास्का, आतातामेमास्का भनेको तताउन चाहनुहुन्छ। वुड यु लाइक टु हिट इट भने यो सामानलाई हजुरले तताउन चाहनुहुन्छ, यो खानालाई तताउन चाहनुहुन्छ भनेर भनेको हो। र त्यसपछि हामीले अब त्यो कस्टमरले पोइन्ट कार्ड बोकेछ कि बोके छैन ओसिहाराई गर्नुभन्दा पहिला, उसले पेमेन्ट गर्नुभन्दा पहिला चाहिँ हामीले सोध्नुपर्ने के हुन्छ भन्दा पोइन्टो कार्ड वा ओमोची देशु का, पोइन्टो कार्ड वा ओमोची देशु का भनेर सोध्नुपर्ने हुन्छ। यो चाहिँ हामीले पेमेन्ट गर्नुभन्दा पहिला नै उसको अब तपाईँको सामानको यति यति भयो भनेर उसलाई भनिसकेपछि अनि त्यसपछि पोइन्टो कार्ड ओमोची देशु का भनेर पेमेन्ट गर्नुभन्दा अगाडि नै सोध्नुपर्ने हुन्छ। किनभने पेमेन्ट गरिसकेपछि पोइन्ट कार्ड युज गर्न मिल्दैन। त्यो कारणले चाहिँ पोइन्टो कार्ड वा ओमोची देशु का भनेर सोध्न सक्नुहुन्छ। त्यो भनेको चाहिँ वुड यु हेभ अ पोइन्ट कार्ड, डु यु हेभ अ पोइन्ट कार्ड, डु यु हेभ अ पोइन्ट कार्ड भनेर भनेको हो। अब त्यो भनेको चाहिँ तपाईँसँग पोइन्ट कार्ड छ, हाम्रो कम्पनीमा युज गर्ने अथवा सुपरमा युज गर्ने पोइन्ट कार्ड छ भनेर सोधेको। उसले हाई भनेर दियो भने पोइन्ट कार्डलाई युज गर्नु, नत्र छैन ए दाइजोबु देशु भनेर नि भन्ने गर्छन्। अनि त्यसपछि छैन भने अथवा छ भनेर प्रयोग गरिसकेपछि चाहिँ त्यसपछि बल्ल पेमेन्ट, हाउ वुड यु लाइक टु पे, कसरी पे गर्न चाहनुहुन्छ भनेको चाहिँ ओसिहाराई वा दोसिमासु का, ओसिहाराई वा दोसिमासु का भनेको चाहिँ ओसिहाराई वा दोसिमासु का भनेको चाहिँ पेमेन्ट कसरी गर्न चाहनुहुन्छ, कार्डबाट गर्न चाहनुहुन्छ कि क्यासबाट गर्न चाहनुहुन्छ कि होइन, त्यही पोइन्ट युज गरेछ भने पोइन्टबाट पो गर्न चाहनुहुन्छ कि केबाट गर्न चाहनुहुन्छ त भनेर सोधेको हो। ओसिहाराई वा दोसिमासु का भनेको पेमेन्ट चाहिँ कस्तो तरिकाले, कुन तरिकाले, क्यासबाट गर्न गेनकिनबाट गर्ने हो कि कार्डबाट गर्ने हो कि पोइन्ट कार्डबाट गर्ने हो भन्ने हुन्छ। अनि त्यसपछि चाहिँ उसले अब क्यासबाट ओसिहाराई वा गेनकिन दे ओनेगाइसिमासु भनेर पैसा दिन पनि सक्छ, कादो दे ओनेगाइसिमासु भनेर भन्न पनि सक्छ। अब उसले जे भन्छ त्यही अनुसारले
हजुरहरूले गर्नुपर्ने हुन्छ त्यस बिचमा चाहिँ। त्यसपछि चाहिँ कस्टमरलाई सामान किनिसकेपछि पुकुरो चाहिएको बेला पुकुरो हालिसकेपछि सबै काम भइसकेपछि पेमेन्ट पनि गरिसकेपछि सबै काम भइन्छ होइन। पुरै पेमेन्ट गरिसकेपछि चाहिँ लास्टमा चाहिँ हजुरहरूले भन्नुपर्ने कुरा के हुन्छ भन्दा आरिगातो गोजाइमास्ता, आरिगातो गोजाइमास्ता, माता ओकोसिकुतासाइमासे, आरिगातो गोजाइमास्ता, माता ओकोसिकुतासाइमासे भनेको चाहिँ थ्याङ्क यू भेरी मच, प्लिज कम अगेन भनेको है। थ्याङ्क यू भेरी मच, प्लिज कम अगेन भनेको आजलाई धन्यवाद, फेरि आउनु होला, फेरि भेटौँला भन्ने जस्तो। फेरि हजुरलाई प्लिज कम अगेन, फेरि फर्केर आउनु होला हाम्रो पसलमा भनेर फेरि अर्कोचोटिलाई चाहिँ स्वागत गरेको चाहिँ है। लास्टमा चाहिँ के भन्ने, आरिगातो गोजाइमास्ता, आरिगातो गोजाइमास्ता, माता ओकोसिकुतासाइमासे, आरिगातो गोजाइमास्ता, माता ओकोसिकुतासाइमासे भनेर चट्ट स्माइल दिने अनि चट्ट कस्टमरलाई गर्ने। ल यति कुराहरू चाहिँ हजुरहरूले जान्नै पर्ने हुन्छ। भिडियो के कस्तो लाग्यो मनको परे पर सब्सक्राइब, लाइक, कमेन्ट गर्नु होला है। फेरि अर्को भिडियोमा फेरि भेटौँला। हस्त धन्यवाद, साइनारा।